अब यतापट्टि फेरि अर्को उम्मेदवार छ खतरा टक्कसँगले चाहिने चस्मा लाएर है गरिबलाई लात्ताले भवाक भवाक क्या ऊ आफैले हान्नु पर्दैन पुलिस लगाएर हानिहाल्छ नि है बिचरा तपाईँको चाहिँ मकै पोल्दै गरेकोलाई घाँटीमा नाकेर के शासन हौ त्यो के शासन हो चलचित्रको पनि ट्रेलर हुन्छ क्या ट्रेलर कास्टिङ भन्छ चलचित्रको कास्टिङ हुन्छ कि हुँदैन फिल्मको है दिनको पनि बिहानी हुन्छ मर्निङ सोज द डे भने जस्तो मान्छे कस्तो हो भने चिन्नु नि अहिले फेरि सुकुम्बासीतिर गएर ए जग्गा चाहिएको पुरानो सरकारले पहिला सुकुम्बासीलाई चाहिँ यत्रो सुकुम्बासी त्यहाँ है 400 जना नगर प्रहरी ग्राफ 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 सुकुम्बासीहरूले बिचरा सुकुम्बासीमा बस्नेहरूले पनि खुकुरी सुकुरी निकालेर आइसकेपछि रक्तपात होला कि जस्तो भएर उसको तपाईँको त्यो होइन कमान्डर के राजु के अरे राजु के जति उसको टाउको फुटेको है के हो यो छक्क बस्छ त्यो खालको मान्छेले भोट हाल्न आँटेको तपाईँहरूले म त छक्क परिरहेको छु है अब तपाईँको छैन अघि भर्खर मैले के सुने भन्दाखेरि केपी ओलीलाई हराउनुकै लागि भए पनि घन्टीमा चाहिँ भोट ओइराउनु पर्छ अरे होइन यो देशलाई विदेश बनाउने हो भनेको अहिलेको सरकार पनि घन्टीकै सरकार हो क्या घन्टीकै सरकार हुँदाखेरि तपाईँको चाहिँ अमेरिकी सेना परेड खेल्दैछ त्यहाँ बुझ्नु न त्यति कुरा है त्यसले गर्दाखेरि म भन्न चाहन्छु चस्मा लाएर टक 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 पुगिदिनेलाई हुँदैन है तपाईँको घरको तपाईँको खेतको तपाईँको बारीको तपाईँको छैन होइन जीवनको तपाईँको स्वास्थ्य र शिक्षाको नजिकबाट अवलोकन गरेर तपाईँसँगै तपाईँको चाहिँ घुलमिल गरेर तपाईँको प्रतिनिधित्व गर्ने र सदनमा तपाईँहरूको चाहिँ आवाज उठाउने मान्छे चाहिन्छ तपाईँहरूलाई त्यो चिज र त्यस्तो प्रतिनिधि चाहिँ हाम्रो समीर तामाङ रहेको कुरामा जानकारी गराउन चाहन्छु अल्छी लाग्यो नत्र फेरि गीत सुनाउनु पर्यो भनेर है म यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु थुप्रै कुराहरू छन् है जेनजीको आन्दोलनको कुरा गरौँ यहाँ जेनजी कति हुनुहुन्छ यसो हात उठाउनु त मनज्ञ थुप्रै रहेछ राम्रो बुझौँ है जेनजीले कुरा बुझ्नुपर्छ फ्यासनको पछाडि दगुर्ने होइन फ्यासनको पछाडि दगुर्ने हो भने भोलिदेखि समीरलाई पनि मैले कालो चस्मा लाएर भोट माग्नु भन्छु कालो चस्मा लाउँदाखेरि भोट दिने हो त नत्र अहिले दमक बजारमा यो कि थान राम्रो खालकै किनिदिन्छौँ हामी यस्तो लाएर टक टक गरेर बसिरहेको छ ऊ पनि होइन तपाईँहरूको घर बनाउँदै गरेको देख्छु म त कहाँ बाँसकै भए पनि साँगो थाप्दै गरेको देख्छु होइन गाडीमा गरेर घर दैलो गरेको देख्दिनँ बिचरा कुद्दै घर दैलो गरेको देख्छु है कालो चस्मा लाउनेको चाहिँ श्रीमती उम्मेदवार हो कि ऊ आफै उम्मेदवार हो श्रीमतीले फेरि घर दैलो गरेको देख्छु अचम्म लाग्छ हौ भन छक्क पर्छ कति हाँस्नु पर्ने यो खालखालकै नमुना देखियो यो टोड्का परेको आँखाले होइन खालखालकै नमुना पनि देख्नु पर्ने कालो चस्मा लाउने साथीलाई मैले जेनजी आन्दोलन भन्दा अगाडि निकै मान्थे मैले पनि हेटेरी हो या मान्छे राम्रै हो भन्थे साथ पनि दिएकै हो जेनजीको आन्दोलन हुँदाखेरि के भयो ल जानु है गर्नुपर्छ भन्नुभयो बिचरा केटाकेटी होइन स्कुलको ड्रेसमा झोला बोकेर किताब बोकेर त्यो किताबसँग त्यहाँ मरिराखेको अहिले तस्बिरहरू भाइरल भइरहेछ किताब बोकेर आन्दोलनमा गइराखेको छ टाउकोमा गोली हानिदिइराखेको छ अर्को उसको साथी चाहिँ फेरि उसको गिदी पक्रेर बौलाइराखेको छ होइन अब के गर्ने अब आत्तिएर नि गरिन्छ कतिको खुट्टा छैन कतिको आँखा छैन कतिको च्याफु गइराखेको छ भने त खुद हेरेको त्यहाँ तपाईँको ट्रमा सेन्टर आउनु न बालेन दाई आउनु सम्हालिदिनु देश भन्दाखेरि कहाँ गयो है महिना लुकेर बसेर हिजो आज चाहिँ प्रधानमन्त्री बन्छु भनेर चाहिँ 1000 पुलिससँग कुदिनेको देख्छु मैले बारम्बार भनेको छु अहिलेको गृहमन्त्री र अहिलेको आइजिपीको स्पष्टीकरण लिन्छ श्रम संस्कृति पार्टीले है भयभरको पुलिस चाहिँ बालेनको अघि पछि किन पठाएको हामी पनि त उम्मेदवार हो
खै त हाम्रो त छैन त्यस्तो सेक्युरिटी फेक्युरिटी। तर हामीले चाहिँदैन पनि, किनभने गलत काम गरेका छैनौँ। अनि त्यो मान्छे लुकेको लुकेकै लुकेको लुकेकै घाइतेलाई हेर्नु अहिलेसम्म गएन। हिजो अस्ति चुनावको बेला चाहिँ भोट दिन्छ कि भनेर गयो कि बा 5 मिनट होइन। अन्त्येष्टि गर्नका लागि त्यत्रो मान्छे रुँदै रुँदै गयो, त्यहीँबाट त्यहाँ गएन। तर यो देश जलिराखेको बेला यो देश सम्हाल्नुपर्छ भनेर जाने मान्छे म चाहिँ थिएँ है। त्यसो भएको कारणले गर्दाखेरि पनि त्यो मान्छे न स्पष्टसँग बोल्छ। यो पत्रकार यही उहाँ हुनुहुन्छ, यहाँ पत्रकार यता आउनु, यता आउनु, तपाईँको अनुहार पनि देखाउँछ, यता आउनु, तपाईँलाई पनि चिनाउँछु म, यता आउनु। हाम्रो नवीनजी, उहाँ नवीनजी धरानको पत्रकार, दरो खरो प्रश्न राख्ने पत्रकार है। हुन्छ, धन्यवाद। उहाँले अस्ति एउटा प्रश्न सोध्नु भएको, तपाईँको चाहिँ बराह क्षेत्र मन्दिरमा रहेछ, गरेर तपाईँको क्यामेरै फालिदियो। म तपाईँहरूलाई वचन दिन्छु, हर्क साम्बाङ जुन ठाउँमा पुगे पनि पत्रकारसँग दूरी राख्दैन। पत्रकारको प्रश्नदेखि भाग्दिनँ म। सोध्नु, जे सोद्धा हुन्छ सोध्नु है, सार्वजनिक विषयहरू सोध्नु, तर है ती कुराहरूको उत्तर दिन्छु म। त्यो मान्छेले उत्तर पनि दिँदैन, कहिले भाषण पनि गर्दैन। के हो, यसो यसो गरेकोमा भोट दिइहाल्ने हो? छक्क पर्छु। अनि घन्टी हल्लाको छ, हल्लाको छ। बाबा, घन्टी भनेको त मन्दिरमा राख्ने है। म पनि तपाईँको चाहिँ मन्दिर गएर श्रद्धा, हिजो पनि तपाईँको चाहिँ के अरे होइन, पाथिभरा माता लगायत चाहिँ विभिन्न देवी देवतालाई मैले पनि ढोगेँ है। यो देशको शान्ति सुरक्षा मैले मागेँ है। म पनि मन्दिर जान्छु, घन्टी हल्लाउँछु। तर दिनभरि रातभरि घन्टी किन हल्लाएको भनेको क्या, घन्टीको अपमान भएन? यो बारेमा पनि सोच्नुपर्छ। के अरे तपाईँको छैन, यो बारेमा सोच्नुपर्छ। त्यो जहिले पाए तैले हल्लाउने होइन नि त्यो चिज, होइन र तेरी। अनि त्यो पार्टीलाई फेरि भिजन के हो भनेर सोध्नुपर्छ। भिजन त्यही हो है। शैक्षिक क्रान्ति कसरी गर्ने, आर्थिक विकास कसरी गर्ने, यो देश कस्तो बनाउने, एमसीसी को बारेमा के छ, पुङलुङ 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 पुङलुङ। पछि कानुन पनि त्यसरी नै लेख्छ कि साथीहरूले। त्यो संसदमा गएर त हामीले कानुन बनाउनु पर्दैन भनेको, नीति निर्णयहरू गर्नु पर्दैन। त्यहाँ पनि हा हा र हु हु भनिन्ने हो। त्यो कोका खोलामा पाइप तान्नु लाउँदा श्रमदाताहरू गल्यो होला भनेर मैले ओहोइ भन्नु त भन्थे, सबैले ओइ भन्थ्यो। त्यो ओइ भनेर भन्दैन क्या, बजेट बन्दैन, तपाईँको कार्यक्रम बन्दैन, नीति निर्णयहरू। भिजन खोइ है, एक पैसाको भिजन छैन, एक थोपा भिजन छैन। त्यस्ता मान्छेलाई फेरि जिताउनलाई झापा 5 चाहिँ रेडी रेडी भइराखेको छ अरे भन्ने कता कता यसो हावा चले जस्तो सुन्छु। गल्ती नगर्नुहोस् है, गल्ती नगर्नुहोस्। यो देशको माया लाग्छ भने, हामी सबै नेपाली हौँ र नेपालीको यो देश रहनुपर्छ भने, यहाँ विदेशी चलखेल, विदेशी हस्तक्षेप बन्द गर्नुपर्छ भन्ने हामीलाई दिल लाग्छ भने, चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हाल्नुहोस्। यो देश बचाउने जिम्मा लिन्छु म है। हिजो जेनजीको आन्दोलन पछाडि है सबै मान्छेहरू लुकेर बसिरहेको बेला यो देश सम्हाल्न निस्किने मान्छे पनि हो नि म, होइन? फेरि एकचोटि हामी आएका छौँ। त्यतिखेर पनि जेनजीले पहिला चाहिँ हर्क घर फर्क, हर्क घर फर्क भनेपछि त तपाईँको चाहिँ झनककुट्टी बनाउँदै लाँदै थियो त्यसरी। अनि त्यतिखेर हर्क सम्भागलाई भन्नुपर्ने रहेछ गर्दै थियो। के गर्ने होइन, खै केही पनि गरिसक्यो, बाटो देख्यो भने जस्तो क्या, होइन? खै केही पनि गरिसक्यो, दैलो देख्यो भने जस्तो पछुतो गरेर हुन्छ। अहिले पनि म नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भनिरहेको छु, यतिखेरै तपाईँहरूले बुझ्नुपर्छ, यो देशको स्वाधीनताको पक्षमा श्रम संस्कृति मात्रै खुलेर आएको पार्टी हो। विदेशी सिद्धान्त घोकेर, विदेशी सिद्धान्त बोकेर आएको पार्टीहरूले 70 वर्ष 80 वर्षदेखि हामीलाई चाहिँ भाषण सुनाइरहेका छन्। दशकौं 40-50 वर्षदेखि शासन गरिरहेका छन्। ती मान्छेहरूले के गर्न सक्यो? यो एउटा बाटो त बनाउन सकेन। यो बाटो पनि अहिले ऋण लिएर बनाउँदै होला, होइन?
तपाईँ हाम्रो टाउकोमा 30 खर्ब जति ऋण लागिसक्यो, ऋण लिएर विकास गर्छु भन्छ होइन। तै कसरी भात खान्छस् भन्दाखेरि फल्नाले मलाई छापटी दिन्छ, यो घरबाट म ऋण ल्याउँछु अनि दसैँ मनाउँछु, यताबाट म ऋण ल्याउँछु तिहार मनाउँछु, यताबाट ऋण ल्याउँछु म माघे सङ्क्रान्ति बनाउँछु भनेर हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, भिजन भएको पार्टीलाई, दूरदर्शी पार्टीलाई होइन, तपाईँको चाहिँ नि स्वाधीनताको पक्षमा रहेको पार्टी श्रम संस्कृति पार्टीलाई तपाईँहरूले भोट हाल्नुपर्छ। त्यो चिज हो। म यहाँहरू सबैजनालाई त्यो भन्न चाहन्छु। सिंहदरबार भत्काउने, सिंहदरबार जलाउने दुवै खालका मान्छेहरूलाई होइन, यसपालि यो देश बनाउने अठोटका साथ निस्केको मान्छेलाई जिताउनुपर्छ। त्यो उम्मेदवार हो समीर तामाङ। यो समीर तामाङ भन्ने मान्छे होइन, मैले किन यहाँ गएर चाहिँ चुनाव लड्नु भनेर मैले भने भन्दाखेरि, मैले जब जति के अरे हाम्रो समीर तामाङज्यूलाई चिन्दछु उति जति दिन मैले चिनेको छु इमान्दार मान्छे हो। हिजो यहाँनिर आउँदाखेरि पनि हिँड्दै हिँड्दै रक्तम्य खुट्टा बनाएर आएको जस्तो मलाई लाग्यो होइन है। गाडीमा आउँदा हुन्थ्यो होला नि त, हामीलाई त दाल पानी र माल पानीले त गाडी दिएको छैन, तै पनि बसमा आउँदा पनि हुन्थ्यो होला है। तर एउटा सङ्घर्ष, म झापा 5 मा जाँदै गर्दा पनि म सङ्घर्ष गरेर जान्छु भने एउटा तपस्याका साथ आएको भाइ हो कि होइन ऊ। त्यसो भएको कारणले कतिले चाहिँ भन्छ नि टुरिस्ट नेता, टुरिस्ट नेता, टुरिस्ट केही पनि हुँदैन। हामी सबै नेपाली हो। मेचीदेखि तपाईँको चाहिँ महाकालीसम्म, के अरे तपाईँ लिपुलेक लिङ्गियाधुरासम्म हाम्रो तपाईँको चाहिँ जमिन हो, जहाँ पनि हामी उठ्न सक्छौँ, जहाँ पनि हाम्रो उम्मेदवारी हुन सक्छ। कतिले चाहिँ झापाको परेन भन्ने कुरा पनि छ, त्यो कुरा गलत हो। म यहाँहरू सबैजनालाई यसरी बुझ्नको लागि पनि निवेदन गर्न चाहन्छु। यी मान्छेहरू, जो मान्छेहरूलाई मैले टिकट दिएँ, श्रम संस्कृतिले टिकट दिएर आएका छन्, यी मान्छेहरूबाट भोलिको दिनमा भ्रष्टाचार हुँदैन, राष्ट्रघात हुँदैन। किनभने शीर्षस्थ स्थानमा म रहेको हुन्छु। उहाँहरू आफै पनि इमान्दार हुनुहुन्छ, उहाँहरू चाहिँ इमान्दार हुनुहुन्न भन्नु खोजे होइन मैले यतिखेर फेरि होइन। उहाँहरूलाई कन्ट्रोल गर्ने मान्छे म हुन्छु है। हर्क साम्पाङले काम गर्छ जस्तो लाग्छ तपाईँहरूलाई? कस्तो खालको काम गर्छ म सानो इक्जाम्पल दिन्छु, 2-4 दिइसकेको कुरा, नयाँ कुरा होइन। 62 अर्ब ऋण लिएर 25 किलोमिटर नाथे दूरीबाट पानी ल्याउनका लागि 25 वर्ष लाग्दाखेरि पनि पानी खुवाउन सकेको छैन यी पुराना पार्टीहरू। मात्र 98 दिनमा सरकारी पैसा 1 रुपियाँ पनि नलगाइकन जनतालाई आह्वान गरेर 98 दिनमा 43 किलोमिटर टाढोबाट पानी लिएर खुवाउने मान्छे अर्को सामु है। यसरी दाज्नुहोस्, 98 दिन 25 वर्ष मिल्दै मिलेन। 62 अर्ब ऋण सरकारको 1 रुपियाँ नलगाई, मिल्दै मिलेन। यो त अनौठो भयो है। के भयो भयो कुरा बुझ्नुभयो नि। 25 किलोमिटर यतापट्टि, 43 किलोमिटर, त्यो मोडलमा काम गर्न सक्ने मान्छे हो अर्को। त्यो खालको मान्छे यो देशमा प्रधानमन्त्री तपाईँहरूलाई चाहिन्छ भने तपाईँहरूले हाम्रो उम्मेदवारहरूलाई पनि तपाईँको छ नि जिताइदिनु होला। अल्छी लाग्यो तपाईँहरूलाई? 2टा हात यस्तो देखाइदिनु त एकचोटि। यस, यो 2टा हात हेर्नुपर्छ। अब यो 2टा हातमा छ शक्ति, यो 2टा हातमा छ तपाईँको चाहिँ परिवर्तन गर्न सक्ने बुद्धि। हामी यो देश बनाएर देखाउनेछौँ, पाखुरा बजाएर देखाएर तपाईँको बनाएर देखाउनेछौँ। हामी तपाईँहरू उठेपछि, अब हामी उठेपछि यो देश बन्दैन भन्ने कुनै तपाईँको चाहिँ गुन्जाइस रहँदैन, शङ्का रहँदैन।